बालेन सरकारको कुनै एउटा कुरामा विरोध गरेको है। त एमाले काङ्ग्रेस माओवादीको झोले त यस्तो उस्तो आमा चकार बाउ चकार दुनियाँ दिवना देख्नै नसक्ने सहनै नसक्ने पढ्नै नसक्ने गाली दिएछ के। जुन मान्छे आजसम्म कुनै पार्टीको झोला बोकेको छैन त्यो पार्टीको झोला बोक्यो जुन पार्टी अहिले सरकारमा छ। आफ्नो छिमेक इष्ट मित्र दाजुभाइ दिदीबहिनी देश विदेशका यता उताका सबसँग दुश्मनी भएर घन्टी भन्दै हिँडियो। आफ्नो घरमा सम घन्टीको झन्डा गाडियो। कोही एमाले काङ्ग्रेस माओवादीका प्रचार प्रसारमा आउँदासम्म भित्रबाट घन्टी निकालेर टिनिनिन बजाउने मान्छे यही हो। यो मान्छे झोले त चाहिँ विदेशमा बसेर ट्याक 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 टाइपिङ गर्ने आफ्नो जान परिवारको लागि गएको छ त, आफ्नो देशको लागि गएको छस् त, आफ्नो जान परिवार दुःखको लागि भोलि जान परिवारको लागि सुख होला भनेर गएको छस् त, देशको लागि गएको छस्। देशको लागि तेरो भोट आजसम्म एउटा भोट पनि गएको छैन, भोट लिस्ट आजसम्म तेरो नाम छैन। अझै त चाहिँ विदेशमा बसेर ट्याक 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 टाइपिङ गरेर चाहिँ ठुला कुरा गरेर हुन्छ र? आफ्नो बासै खेलाउन थालेपछि जुन पार्टीको पनि विरोध गरिन्छ, चाहे चाहिँ आफ्नो भगवान किन नहोस् त्यसको विरोध गरेको हामीले, अरूलाई कसैलाई विरोध गरे होइन। सबै काम राम्रो गरेछ सरकारले, अरू काममा गुड छ, सेल्युट छ। विदेशमा बसेछ टाइपिङ गरेछ क्याच 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 गर्न त हामीलाई पनि आउँछ भाइ, तँलाई रिप्ले हामीले दिन्थ्यौँ। तर किन हो अर्काको चित्त किन दुखाइदिने हो, त जस्तो चाहिँ हामी गोरु किन बनियो भनेर मात्रै हो। नत्र तँलाई रिप्ले हामीले दिन आउँछ भाइ, मजाले आउँछ। तेरो रिप्ले माथि नै राखेर भिडियो बनाएर हाल्न आउँछ हामीलाई।